हेलो सबैमा सेवा है। अनि आज चाहिँ म सानो मिनी ब्लग बनाउँदैछु। अनि मिनी ब्लगको शीर्षक रहेको छ चाहिँ नल काट्नु अरेको। अनि उहाँ चाहिँ मेरो सासू मम्मी हुनुहुन्छ। अनि उहाँ र म चाहिँ जाँदैछु नल काट्नु यो बारीमा। यही नलहरू चाहिँ नरहेछ काट्नुपर्ने। अनि नल भनेको चाहिँ मलाई अहिलेसम्म थाहा पनि थिएन। अनि त्यही कोदो टिपिसकेको रहेकोलाई चाहिँ नल भन्दो रहेछ। अनि सासू मम्मीले मलाई कुन हँसिया चलाउने भनिदिनुहुन्थ्यो। अब जुनै भए पनि चलाउँछु नि, मेरो पहिलोचोटि हो नि त अरे क्या। अब के थाहा है यो त्यो भनेर। अनि यसरी नल चाहिँ काट्नुपर्ने हुँदो रहेछ। अनि जस मैले काटेँ, अब नयाँ एक्सपिरियन्स है। खुसी लाग्यो, राम्रो लाग्यो। मलाई हरेक कुराहरू सिक्नु मन लाग्छ नि त। अनि अझै रहेको रहेछ यो कोदोहरू चाहिँ टिपेकै रहेन रहेछ अलिकति। अनि यो पनि टिपिदिइहालौँ भनेर जुन मम्मी र बडीले चाहिँ टिप्दै हुनुहुन्छ। अनि कोदो यो चाहिँ मैले टिपेको यति यस्तो हुँदो रहेछ। मैले अब यस्तो देखेकै थिइनँ नि त। अनि यसरी टिपेर चाहिँ कोदो हुँदो रहेछ। अनि त्यसपछि यो चाहिँ भुइँ घाँसहरू अरू भन्छ। अनि यो चाहिँ हाम्रो फाइनल्ली नल काटिसकेको यस्तो छ।